पोखरा युनिभर्सिटीले स्कलरसिपको लागि फर्म ओपन गरिसकेको छ। सो आजको भिडियोमा चाहिँ हामीहरूले स्कलरसिपको लागि फर्म कसरी भर्ने भनेर स्टेप वाइज स्टेप सिक्न गइरहेका छौँ। लेट्स स्टार्ट। फर्स्टमा चाहिँ तपाईँ आफ्नो मोबाइलमा भएको ब्राउजर ओपन गरेर पोखरा युनिभर्सिटी भनेर सर्च गर्नु होला यस्तै गरी, र त्यसपछि फर्स्टमा एउटा साइटको लिङ्क देखिन्छ, त्यसमा क्लिक गर्नु होला। यो पेजमा आउनुहुन्छ र त्यसपछि चाहिँ तपाईँले माथि देखाएका अप्सनहरूमध्ये स्कलरसिप भन्नेमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो पेज खुल्छ र त्यसपछि माथि देखाएको अप्सनहरूमध्ये अनुसूची, रजिस्टर र लगइन मध्ये आफ्नो प्रोफाइल क्रिएट गर्नको लागि रजिस्टरमा क्लिक गर्नु होला। यदि तपाईँले आफ्नो प्रोफाइल अलरेडी क्रिएट गरिसक्नु भएको छ भने यो पार्टलाई स्किप गरेर तपाईँ फर्म कसरी भन्ने पार्टमा जान सक्नुहुन्छ। र यसमा आइसकेपछि यो एउटा रजिस्टर गर्नको लागि फर्म खुल्छ र त्यसमा चाहिँ तपाईँले फर्स्टमा आफ्नो नाम दिनु होला र आफ्नो नाम दिइसकेपछि यसमा इमेल राख्नु होला, आफ्नो अफिसियल इमेल। पछिको लागि पनि चाहिन्छ आइडीहरू लगइन गर्दाखेरि। र आफ्नो जिमेल राखिसकेपछि एउटा स्ट्रङ पासवर्ड क्रिएट गर्नु होला र त्यसमा फेरि रिटाइप गर्नु होला र तपाईँले यहाँ इन्फर्मेसनहरू भरिसकेपछि यो रजिस्टर भन्ने बटनमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईँको यस्तो इन्टरफेस खुल्छ र यसमा चाहिँ के भनेको छ भन्दाखेरि योर एकाउन्ट निड्स अ भेरिफिकेसन बिफोर प्रोसिडिङ प्लिज चेक योर इमेल फर अ भेरिफिकेसन लिङ्क भनेको छ। तपाईँले आफ्नो मोबाइलमा भएको जिमेल खोल्नु होला र त्यसमा चाहिँ तपाईँको जुन इमेल युज गर्नुभएको थियो त्यसैमा चाहिँ एउटा भेरिफिकेसन लिङ्क आउँछ। तपाईँको जिमेलमा चाहिँ भेरिफिकेसन लिङ्क कसैको चाँडो आउन सक्छ 1-2 मिनटभित्रै र कसैको चाहिँ 4-5 मिनटपछि आउँछ। तपाईँको इनबक्समा चाहिँ भेरिफिकेसन लिङ्क आएको छैन भने मोरमा क्लिक गर्नु होला र तलपट्टि गएर यो स्प्याम भनेर लेखेको छ यसमा क्लिक गर्नु होला र यसमा पनि आएर बसेको हुनसक्छ। मेरो चाहिँ स्प्याम भन्नेमा आएर बसेको छ र यसको थ्रु चाहिँ मैले भेरिफाई गर्छु। यदि तपाईँको इनबक्समा आएको छ भने यसमा जान परेन, इनबक्सबाट चाहिँ डाइरेक्ट तपाईँले त्यो भेरिफिकेसन लिङ्कमा क्लिक गरेर आफ्नो आइडीलाई चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ। र कसैको चाहिँ यो स्प्याम भन्नेमा आउँछ र त्यसमा क्लिक गरेर यसमा क्लिक गर्नु होला र त्यसपछि चाहिँ तपाईँले यसमा दिएको लिङ्कमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो पेजमा आउनुहुन्छ र यो पेजमा आइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ फर्स्ट यो ड्यासबोर्ड हो तपाईँको प्रोफाइलको र यसमा चाहिँ देखाएको छ यो कुन कुन फ्याकल्टीको लागि स्कलरसिपको लागि फर्म ओपन भएको छ भनेर यसमा हेर्न सक्नुहुन्छ। र फर्स्टमा चाहिँ तपाईँले फर्म भर्नु अघि आफ्नो प्रोफाइललाई भेरिफाई गर्न जरुरी हुन्छ र त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि यसमा साइडमा देखाएको छ यो प्रोफाइल सेटिङ भन्ने, त्यसमा क्लिक गर्ने र त्यसपछि यसमा खुल्छ इन्फर्मेसनहरू चाहिँ तपाईँले फिल गर्नुपर्ने हुन्छ र यसमा चाहिँ मैले सिम्पल भनिदिन्छु तपाईँलाई के कुरा भर्नुपर्छ भनेर, त्यही अनुसार तपाईँले भर्नु होला। र यसमा फर्स्टमा देखाएको छ तपाईँले यसमा चाहिँ आफ्नो फोटो राख्नुपर्ने हुन्छ, पासपोर्ट साइजको फोटो राख्नु होला जुन चाहिँ साइज कति रहेको छ 2 MB। कसैले चाहिँ 5-6 MBको इमेज राखिदिन्छन् र त्यसपछि मेरो इमेज नै अपलोड भएन भनेर भनिदिन्छन्। त्यही भएर चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईँको इमेजको साइज चाहिँ कति हुनुपर्छ, म्याक्स साइज भनेको 2 MB हुनुपर्छ र यदि तपाईँको त्योभन्दा कम छ भने राम्रो नै भयो। र त्यसपछि तपाईँको फोटो अपलोड गरिसकेपछि फर्स्टमा चाहिँ यसमा आफ्नो नाम राख्नु होला सिम्पली र आफ्नो फर्स्ट नेम राखिसकेपछि यसमा तपाईँको मिडल नेम, यदि तपाईँको बहादुर छ भने, कुमार छ भने त्यस्तै टाइपको मिडल नेमहरू हुन्छ, त्यो छ भने यसमा टाइप गर्न सक्नुहुन्छ। र त्यसपछि लास्ट नेम राख्नु होला आफ्नो र लास्ट नेम राखेपछि फेरि त्यही कुरा चाहिँ के गर्नु पर्यो तपाईँले यसमा नेपालीमा पनि लेख्न पर्यो। अब नेपालीमा कसरी लेख्ने त्यो तपाईँको नेपाली किबोर्ड छ भने त्यहीँबाट गर्न सक्नुहुन्छ, मोबाइलमा चाहिँ हुन्छ। र यसमा नेपालीमा तपाईँको पहिलो नाम लेख्नु होला र त्यसपछि बिचको नाम लेख्नु होला र यसमा थर लेख्नु होला र त्यसपछि यदि भरिसकेपछि तपाईँ यो जेन्डर भन्ने फिल्डमा आउनुहुन्छ र यसमा आएर चाहिँ तपाईँले आफ्नो जेन्डर सिलेक्ट गर्नु होला। अब मेल या फिमेल कुन हुनुहुन्छ त्यो सिलेक्ट गर्नु होला र त्यो सिलेक्ट गरिसकेपछि तपाईँले आफ्नो यसमा डेट अफ बर्थ भर्नुपर्ने हुन्छ। त्यो पनि केमा भर्ने भन्दाखेरि यो BS भनेको चाहिँ नेपाली डेट हो, त्यो भर्नु होला नेपाली डेटमा। यसमा अब तपाईँको कति रहेको छ त्यो चाहिँ एक्ज्याक्ट भर्नु होला है त, तपाईँको जन्मदर्ता या त नागरिकता अनुसार भर्नु होला। र त्यसपछि यसमा बर्थ डेट भनेको चाहिँ एडी छ, यो चाहिँ एडीमा भर्नु होला। एडीमा कसरी भर्ने भन्दाखेरि तपाईँले आफ्नो डेटलाई चाहिँ कन्भर्ट गर्नु होला, या त तपाईँलाई थाहा छ भने डाइरेक्टली भरिदिनु होला, थाहा छैन भने अब अनलाइन कन्भर्ट गर्ने जति पनि पाइन्छ BS to AD भनेर सर्च गर्नु होला र कन्भर्ट गर्नु होला। र आफ्नो बर्थ डेट भरिसकेपछि यसमा चाहिँ सिटिजनसिप नम्बर भर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँले आफ्नो नागरिकता हेर्नु होला र नागरिकताको थ्रु चाहिँ सिटिजनसिप नम्बर राख्नु होला।
र त्यो नम्बर राखिसकेपछि यसमा आउनुहुन्छ यो फिल्डमा र सिटिजनसिप इस्यु डेट भनेको छ र तपाईँको नागरिकता जारी चाहिँ कहिले भएको हो त त्यसमा लेखेको हुन्छ नागरिकताको पछाडिपट्टि बटममा अर्थात् तलपट्टि लेखेको हुन्छ नागरिकता जारी मिति भनेर लेखेको हुन्छ त्यो डेट चाहिँ यहाँ भर्नु होला र यसमा भर्नुपर्ने हुन्छ तपाईँले इस्यु डिस्ट्रिक्ट भनेको छ तपाईँले कुन जिल्लाबाट कुन जिल्ला प्रशासन कार्यालयबाट चाहिँ आफ्नो नागरिकता बनाउनु भएको हो त्यो जिल्लाको नाम चाहिँ लेख्नु होला र त्यो लेखिसकेपछि तपाईँले यो बेसिक इन्फर्मेसन चाहिँ भरिसक्नुहुन्छ र तपाईँले यसमा चाहिँ सिटिजनसिपको फ्रन्ट अगाडिको भाग चाहिँ तपाईँले फोटो खिचेर यसमा राख्नुपर्ने हुन्छ यसको पनि साइज के भनेको छ म्याक्स साइज चाहिँ 2 MB हुन पर्यो है कति हुनु पर्यो 2 MB त्योभन्दा कम गरेको राम्रो हुन्छ अब यदि तपाईँको फोटो खिच्दा साइज चाहिँ लार्ज भएको छ भने तपाईँले ब्राउजरमा गएर चाहिँ इमेज कम्प्रेसर भनेर सर्च गर्नु होला र यसमध्ये चाहिँ एउटा चुज गर्नु होला ओपन गरेर तपाईँले चाहिँ इमेजलाई कम्प्रेस गर्न सक्नुहुन्छ यो चाहिँ प्रोसेस कसरी गर्ने भन्ने भयो र त्यसपछि तपाईँले यसमा सिटिजनसिपको अगाडिको भाग हालिसकेपछि अब अर्कोमा चाहिँ सिटिजनसिपको पछाडिको भाग पनि राख्नुपर्ने हुन्छ जसको साइज चाहिँ 2 MB भन्दा कम हुनुपर्छ है यो दुईटा भरिसकेपछि त्यसपछि तपाईँले कन्ट्याक्ट इन्फर्मेसन भन्ने पेजमा आउनु होला र यसमा आइसकेपछि तपाईँले आफ्नो कन्ट्याक्ट डिटेलहरू चाहिँ भर्नुपर्ने हुन्छ र यसमा के रहेको छ भन्दाखेरि तपाईँले चाहिँ फर्स्टमा यो जिमेल अघि राखिसक्नु भएको थियो त्यही हुन्छ यो जिमेल चाहिँ अलरेडी तपाईँले पहिला प्रोफाइल क्रिएट गर्दा जुन राख्नु भएको थियो त्यही नै सेभ हुन्छ र त्यसपछि तपाईँले आफ्नो यसमा मोबाइल नम्बर राख्नु होला मोबाइल नम्बर राखिसकेपछि तपाईँ चाहिँ आफ्नो एड्रेस फिल्डमा आउनुहुन्छ तपाईँले आफ्नो प्रोभिन्स सिलेक्ट गर्नु होला यो पर्मानेन्ट भनेको चाहिँ तपाईँको स्थायी ठेगाना कहाँ हो त त्यो राख्नु होला है त नागरिकता अनुसारको राख्नु होला तपाईँ अहिले बसेको ठाउँको होइन नागरिकता अनुसारको पर्मानेन्ट एड्रेस राख्नु होला जुन चाहिँ त्यही अनुसार प्रोभिन्स सिलेक्ट गर्नु होला प्रदेश र त्यसपछि डिस्ट्रिक्ट त्यसपछि टाइप सिलेक्ट गर्नु होला तपाईँको के हो त महानगरपालिका हो कि उपमहानगरपालिका हो कि नगरपालिका हो त्यो सिलेक्ट गर्नु होला र त्यसपछि यसमा चाहिँ नगरपालिका उपमहानगरपालिका के हो कुन पर्छ त्यो लेख्नु होला र वडा नम्बर लेख्नु होला र यसमा टोल भनेको चाहिँ तपाईँको गाउँ तथा टोल कुन हो त्यो लेख्नु होला पर्मानेन्ट भनेको तपाईँको नागरिकता अनुसार राख्ने है त र त्यसपछि अर्को के छ टेम्पोररी एड्रेस भनेको के हो यो चाहिँ तपाईँले जहाँ बस्नुहुन्छ त्यही एड्रेस लेख्नु होला टेम्पोररी एड्रेसमा चाहिँ प्रोभिन्स भनेको छ प्रोभिन्स चाहिँ कुन प्रदेशमा अहिले हुनुहुन्छ त्यो लेख्नु होला र डिस्ट्रिक्टमा चाहिँ जिल्लाको नाम र त्यसपछि टाइप लेख्नु होला टाइप अघि भने जस्तै महानगरपालिका उपमहानगरपालिका र त्यसै गरी म्युनिसिपालिटी रुरल म्युनिसिपालिटी भनेको छ त्यसको नाम लेख्नु होला र वार्ड नम्बर लेख्नु होला र यसमा चाहिँ गाउँ तथा टोलको नाम लेख्नु होला जुन स्टार देखिएको छ नि त यो रेड कलरको त्यसले चाहिँ के इन्डिकेट गर्छ भन्दाखेरि तपाईँले यो फिल्डहरूमा चाहिँ इन्फर्मेसन भर्नै पर्ने हुन्छ तपाईँले खाली छोड्न पाउनुहुन्न भरेकै हुनुपर्छ र त्यति भरिसकेपछि यो सेभ भन्ने बटनमा क्लिक गर्नुहोस् र यति गरिसकेपछि यो पेजको इन्फर्मेसन सकिन्छ र त्यसपछि अर्कोमा आउनुहुन्छ गार्जियन इन्फर्मेसन भन्ने र यसमा चाहिँ फर्स्टमा चाहिँ तपाईँले ग्रेन्डफादरको नेम भनेको छ तपाईँको हजुरबाको नाम लेख्नु होला र त्यसपछि अर्को भनेको छ फादर नेम तपाईँले यसमा आफ्नो बुवाको नाम लेख्नु होला र त्यसपछि मदर नेम भनेको छ यसमा तपाईँले आफ्नो आमाको नाम लेख्नु होला र अर्को के छ लोकल गार्जियन भनेको छ यसमा चाहिँ तपाईँले आफ्नो गार्जियनको नाम लेख्नु होला तपाईँले यही राख्न पनि पाउनुहुन्छ मेन चाहिँ लोकल गार्जियन भनेको जुन अहिले तपाईँको सामु को हुनुहुन्छ त गार्जियनको रूपमा उहाँको नाम लेख्ने हो यसमा राखिदिनु होला र त्यसपछि एड्रेस राख्नु होला कहाँ हो र त्यसपछि उहाँको मोबाइल नम्बर राखिदिनु होला यति गरिसकेपछि तपाईँले गार्जियनको इन्फर्मेसन पनि भरेर सक्नुहुन्छ र सेभ भन्ने बटनमा क्लिक गर्नुहोस् र यति गरिसकेपछि तपाईँ अर्को पेजमा आउनुहुन्छ एकाडेमिक इन्फर्मेसन भन्ने अब यसमा चाहिँ तपाईँहरूले चाहिँ डकुमेन्ट रेडी गर्नुपर्ने हुन्छ के डकुमेन्ट चाहिन्छ यहाँ भर्दै जाँदा थाहा हुन्छ है त लेभल छ लेभल दुईवटा दिएको छ एउटा एसएलसी र अर्को चाहिँ एसई तपाईँले चाहिँ दुईवटा डकुमेन्ट भर्नुपर्ने हुन्छ 10 को नि भर्नुपर्ने हुन्छ र त्यसपछि +2 को नि भर्नुपर्ने हुन्छ फर्स्टमा चाहिँ हामीले 10 को भर्नुपर्ने हुन्छ एसई लेखेको छ त्यसमा सिलेक्ट गर्नु होला र त्यसपछि सेक्टर लेखेको छ अब सेक्टर चाहिँ के हो तपाईँले 6 देखि 10 सरकारी पढेको हो कि तपाईँले प्राइभेट पढेको हो के हो यसमा देखाएको हुन्छ यदि तपाईँले 6 to 10 गभर्नमेन्ट स्कुल पढ्नु भएको छ भने पब्लिकमा सिलेक्ट गर्नुहोस् अब 6 to 10 भन्दाखेरि कसैको हुन्छ 1 देखि 10 सम्मै पढेको हुन्छ त्यसमा पनि यही पब्लिक नै सिलेक्ट गर्ने हो गभर्नमेन्ट स्कुल पढ्नु भएको छ भने यदि छैन भने चाहिँ तपाईँले अदर्समा क्लिक गर्नुहोस् प्राइभेट पढ्नु भएको छ भने अब यसमा एउटा चुज गर्नुहोस् र चुज गरिसकेपछि तपाईँ तलपट्टि आउनु होला यो फिल्डमा चाहिँ तपाईँले स्कुलको नाम लेख्ने हो तपाईँले कुन स्कुलमा पढ्नु भएको थियो त 6 देखि 10 सम्म हो त्यो लेख्नु होला र त्यसपछि अर्को छ स्कुल एड्रेस त्यो स्कुल चाहिँ कहाँ पर्छ त र त्यसपछि पास आउट इयर भनेको तपाईँले कति सालमा चाहिँ पास गर्नुभएको थियो
त्यो चाहिँ तपाईँले यहाँ भर्नु होला। र त्यसपछि तपाईँको ग्रेड कुन ग्रेड हो त, फुल ग्रेड भनेको कति, जस्तो कि अहिले हाम्रो सिस्टम अनुसार कति छ, फुल ग्रेडमा चाहिँ 4 GPA भन्ने हुन्छ, यसमा दिएको छ, त्यही भर्नु होला। र तपाईँले कति ल्याउनु भएको थियो त, 4 GPA मध्येमा कति ल्याउनु भएको थियो त्यो कुरा चाहिँ यहाँ लेख्नु होला अब्टेन ग्रेड भनेकोमा। र यति गरिसकेपछि तपाईँको एससीको इन्फर्मेसन चाहिँ फिल हुन्छ। र तपाईँले अब डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। र डकुमेन्ट अपलोड गर्दा चाहिँ के अपलोड गर्नुपर्छ त, फर्स्टमा चाहिँ तपाईँले क्यारेक्टर सर्टिफिकेट जुन चाहिँ तपाईँलाई जुन स्कुलमा 10 सम्म पढ्नु भएको थियो त्यो स्कुलले चाहिँ क्यारेक्टर सर्टिफिकेट दिन्छ, त्यो चाहिँ यहाँ ब्राउज गरेर अपलोड गर्नु होला। र त्यसपछि अर्को के छ, एससीको सर्टिफिकेट चाहिँ कसले दिन्छ भन्दाखेरि तपाईँलाई राष्ट्रिय परीक्षा बोर्डले दिन्छ। तपाईँले त्यो तपाईँसँग छ होला पनि, त्यसलाई चाहिँ स्क्यान गरेर यहाँ अपलोड गर्नु होला। र त्यसपछि अर्को के छ, मार्कसिट छ, मार्कसिट पनि तपाईँले 10 को यसमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। र यति गरिसकेपछि तलपट्टि एउटा दिएको छ, यसमा चाहिँ अपलोड के गर्ने भन्दाखेरि तपाईँले 6 to 10 गभर्मेन्ट स्कुल पढ्नु भएको छ भने एउटा डकुमेन्ट बनाउनु पर्ने हुन्छ, त्यो डकुमेन्ट चाहिँ यहाँ अपलोड गर्नु होला। यदि तपाईँलाई त्यो 6 to 10 गभर्मेन्ट स्कुलको डकुमेन्ट कसरी बनाउने भन्ने बेला थाहा छैन भने मैले डिस्क्रिप्सनमा भिडियोको लिङ्क राखिदिएको छु, त्यहाँबाट क्लिक गरेर हेर्न पनि सक्नुहुन्छ। यदि तपाईँसँग अलरेडी छ भने तपाईँले त्यसलाई फोटो खिचेर यसमा अपलोड गरिदिनु होला। यति डकुमेन्ट चाहिँ भरिसकेपछि तपाईँले सिम्पली चाहिँ यो सेभ भन्ने बटनमा क्लिक गर्नु होला। तपाईँले चाहिँ यो फिल्डहरूमा चाहिँ इन्फर्मेसन र डकुमेन्टहरू अपलोड गरिसकेपछि मात्र तपाईँको यो सेभ भन्ने बटनबाट चाहिँ तपाईँको यो इन्फर्मेसनहरू चाहिँ सेभ हुन्छ। र यति गरिसकेपछि तपाईँको एससीको एकाडेमिक इन्फर्मेसन चाहिँ भरिसकिन्छ। र त्यसपछि अर्को के छ, कोटा इन्फर्मेसन भनेको छ। अब कोटा इन्फर्मेसनमा के भर्ने हो त, कोटा इन्फर्मेसनसँग रिलेटेड चाहिँ डिफ्रेन्ट कोटाहरू चाहिँ प्रोभाइड गरेको छ पोखरा युनिभर्सिटीले, ओपन, लोकल कोटा र डिसेबल लगायतका कोटाहरू थुप्रै रहेको छ। तपाईँले कुनै पनि कोटाबाट भर्नुहुन्न भने बाई डिफल्ट एउटा कोटा सिलेक्ट हुन्छ, त्यो कोटाको नाम चाहिँ ओपन कोटा हो। यसबाट चाहिँ जसले नि भर्न पाउँछ, प्राइभेट पब्लिक बोथ दुइटैले पाउँछ। यदि तपाईँ लोकलको हुनुहुन्छ भने लोकल कोटाबाट चाहिँ भर्नु होला, त्यसको लागि पनि डकुमेन्ट चाहिन्छ, त्यो डकुमेन्ट बनाउनु होला र यसमा टिक लगाएर चाहिँ त्यो डकुमेन्ट चाहिँ अपलोड गरिदिनु होला। र त्यसपछि अर्को छ डिसेबल कोटा, तपाईँ चाहिँ यदि अपाङ्ग हुनुहुन्छ भने तपाईँको डकुमेन्ट छ होला त्यो अपलोड गर्नु होला र त्यसपछि यसमा टिक लगाएर गर्न सक्नुहुन्छ। र अर्को कोटा रहेको छ जेनजी आन्दोलन तथा घाइते, जुन भएको थियो नि त्यो भदौ 22 र 23 गते, त्यसमा चाहिँ घाइते भएकाहरूलाई पनि यसमा पोखरा युनिभर्सिटीले यो वर्षबाट चाहिँ स्कलरसिपको कोटा दिन थालेको छ। त्यसको पनि तपाईँले यदि प्रुफ अर्थात् डकुमेन्ट बनाउनु भएको छ भने त्यसलाई अपलोड गरिदिनु होला र यसमा टिक लगाउन सक्नुहुन्छ। यदि छैन भने छोडिदिनु होला। र त्यसपछि अर्को कन्फ्लिक्ट भिक्टिम कोटा भनेको छ, यसमा पनि तपाईँसँग यदि डकुमेन्ट छ र यो कोटामा पर्नुहुन्छ भने टिक लगाएर भरिदिनु होला। र त्यसपछि अर्को कोटा छ रिमोट कोटा। अब यसमा पनि तपाईँको यदि रिमोट डिस्ट्रिक्टहरूमा बिलङ गर्नुहुन्छ भने तपाईँसँग डकुमेन्ट होला, त्यो डकुमेन्ट अपलोड गरेर यो कोटामा टिक लगाउन सक्नुहुन्छ। यदि छैन भने परेन। अर्को छ स्याड्युल कोटा भन्ने, अब यसको पनि डकुमेन्ट छ भने त्यही अनुसार भरिदिनु र टिक लगाइदिनु होला। छैन भने तपाईँहरूले छोडिदिने है। र कोटा तपाईँसँग यदि छ भने मात्र टिक लगाउने, डकुमेन्ट भरिदिने, छैन भने तपाईँले केही गर्न पर्दैन, यत्तिकै छोडिदिने। अर्को छ इथनिक कोटा भन्ने छ, र यसमा पनि तपाईँले सेम प्रोसेस हो। र अर्को छ मधेसी कोटा, अब यसबाट पनि तपाईँले डकुमेन्ट अपलोड गर्ने अनि टिक लगाइदिने छ भने मात्र। अनि अर्को एउटा कोटा प्रोभाइड गरेको छ स्टाफ एन्ड टिचर्स भन्ने, जुन जस्तो कि त्यहाँ काम गर्ने कर्मचारीहरूको सन्ततिहरूले चाहिँ युनिभर्सिटीमा स्टडी गर्न खोज्दैछन् भने त्यसको लागि पनि एउटा कोटा प्रोभाइड गरेको हुन्छ स्टाफ एन्ड टिचर भन्ने। त्यसको पनि एउटा चाहिँ रिलेसन भेरिफाई गरेको डकुमेन्ट चाहिन्छ, त्यो बनाउने, अपलोड गर्ने र टिक लगाइदिएपछि हुन्छ। र यति कोटा चाहिँ के गर्छ, पोखरा युनिभर्सिटीले हरेक वर्ष प्रोभाइड गर्छ। यदि कोटा छ भने तपाईँले भर्नु होला, छैन भने परेन। यति गरिसकेपछि तपाईँले सेभ भन्ने बटनमा क्लिक गर्नु होला डकुमेन्टहरू अपलोड गरिसकेपछि। र सेभ बटनमा क्लिक गरिसकेपछि हाम्रो कोटाको पार्ट पनि सकिन्छ। र यसमा अर्को के छ, इन्टरमिडिएट एजुकेसन इन्फर्मेसन हो। यसमा हो तपाईँले अब +2 को इन्फर्मेसन र डकुमेन्टहरू अपलोड गर्ने। अब के छ, फर्स्टमा बोर्ड भनेको छ, बोर्ड कुन हो त, तपाईँले सिटिभिटीबाट पास गर्नुभएको छ भने सिटिभिटी सिलेक्ट गर्नु होला। अब अदर्स पनि हुन पायो, र एनइबीबाट गर्नुभएको छ भने एनइबीमै सिलेक्ट गर्नु होला। र तपाईँले कहिले पास आउट गरेको त्यो इयरको यहाँ चाहिँ सिलेक्ट गर्नु होला, 2082 भने 82 सिलेक्ट गर्नु होला। र तपाईँको कलेजको नाम लेख्नु होला यसमा, र कलेजको एड्रेस लेख्नु होला। र त्यसपछि रिजल्टको स्ट्याटस के छ, अब रिजल्ट अब अहिलेसम्म त आएको छैन, यदि आएको हो भने चाहिँ पासमा क्लिक गर्ने, त्यसपछि डकुमेन्ट अपलोड गर्नुपर्छ। अहिले रिजल्ट आएन भने पेन्डिङमा क्लिक गर्ने, र पेन्डिङमा क्लिक गरिसकेपछि के
इन्फर्मेसन आउँछ भन्दाखेरि के भनेको छ यसमा प्रिभियस इयर सेमिस्टर मार्कसिट भनेको छ। यसमा चाहिँ हामीले 11 को मार्कसिट अपलोड गर्ने हो। प्रिभियस इयर भनेको पहिलो वर्षको, यसमा चाहिँ के गर्ने 11 को मार्कसिट ग्रेड सिट चाहिँ स्कुलले प्रोभाइड गर्छ, त्यसलाई खिचेर अपलोड गर्ने। र त्यसपछि के छ करेन्ट इयर एडमिट कार्ड भनेको प्लस 2 को बोर्ड इक्जाम दिन जाँदा तपाईँले लिएर जानुभएको थियो नि त एडमिट कार्ड हो, त्यो एडमिट कार्डको फोटो खिचेर चाहिँ यसमा अपलोड गर्नु होला। र सिम्पली यो अपलोड गरिसकेपछि एडिसनल डकुमेन्ट भनेको छ। अब एडिसनल डकुमेन्टमा के भन्दाखेरि यदि तपाईँले सिटिभिटीबाट पास गर्नुभएको छ भने इक्विभ्यालेन्सी सर्टिफिकेट बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ एनइबीले चाहिँ मान्यता दिएको चाहिँ एउटा डकुमेन्ट बनाएर अपलोड गर्नुपर्ने हुन्छ यदि तपाईँले सिटिभिटीबाट पढ्नुभएको छ भने। यति गरिसकेपछि तल आउनु होला र डकुमेन्ट फर अदर बोर्ड्स पनि के हुन्छ भन्दाखेरि अदर बोर्ड इक्विभ्यालेन्ट सर्टिफिकेट, यो पनि एनइबीले दिएको चाहिँ सर्टिफिकेट बनाउनु पर्ने हुन्छ। त्यो बनाएर यसमा अपलोड गर्ने, त्यसपछि बल्ल हुन्छ। यति गरिसकेपछि तपाईँले सेभ भन्ने बटनमा क्लिक गर्नु होला। प्लस 2 तिरको पनि डकुमेन्टहरू यसमा अपलोड भइसकेको हुन्छ। र यति गरिसकेपछि तपाईँ अहिले ब्याचलर स्टडी गर्ने खोज्दै हुनुहुन्छ भने यति इन्फर्मेसन भर्ने। यो ब्याचलर एजुकेसन इन्फर्मेसन भनेको छ, यसमा चाहिँ परेन, तपाईँले यसमा केही नगर्ने, यत्तिकै छोडिदिने। यो चाहिँ यदि तपाईँले ब्याचलर सकेर बल्ल मास्टरको लागि अप्लाई गर्दा यो इन्फर्मेसनहरू सेटअप गर्ने हो। र स्क्रोल गर्दै तल आउनु होला। यति गरिसकेपछि तपाईँको प्रोफाइल चाहिँ सेटअप हुन्छ। मात्र यति थियो प्रोसेस, प्रोफाइल कसरी सेटअप गर्ने भनेर। प्रोफाइल सेटअप यति गरिसकेपछि तपाईँको प्रोफाइल पनि भेरिफाई हुन्छ र सेटअप हुन्छ। प्रोसेस सिम्पल थियो। यदि तपाईँले केही जान्नु भएन बुझ्नु भएन भने फेरि रिप्ले गरेर हेर्नु होला, कि त मलाई डाइरेक्टली मेसेज गरेर पनि सोध्न सक्नुहुन्छ। प्रोफाइल कसरी क्रिएट गर्ने भनेर चाहिँ हामीले अघिल्लो पार्टमा सिकिसकेका थियौँ। अब चाहिँ हामीले फर्म कसरी भर्ने भनेर सिक्छौँ। तपाईँको प्रोफाइल भेरिफाई भइसकेपछि यस्तो इन्टरफेस देखाउँछ, फर ब्याचलर लेभल पार्सियल प्रोफाइल सेटअप, र यस्तो ग्रिन टिक लाएर आउँछ, तपाईँको भेरिफाई भनेर आउँछ है त। तपाईँको प्रोफाइल यदि भेरिफाई भएको छ भने, भेरिफाई भएको छैन भने तपाईँको चाहिँ यस्तो आउँछ इन्टु गरेको। र त्यसपछि तपाईँले कुन फ्याकल्टीको लागि फर्म भर्दै हुनुहुन्छ त। मैले चाहिँ अलरेडी तपाईँहरूलाई फ्याकल्टी र कोटाको बारेमा चाहिँ अघिल्लो भिडियोमा डिस्कस गराइसकेको थिएँ। र अहिले चाहिँ हामीले हेर्छौँ बिसिएको लागि फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजी खमा पर्ने गर्छ बिसिए चाहिँ। र त्यसपछि अप्लाई भन्नेमा क्लिक गर्नु होला। तपाईँले जुन फ्याकल्टीको भर्दै हुनुहुन्छ त्यसको लागि त्यसैमा क्लिक गर्नु होला अप्लाई भन्ने बटनमा। यसमा देखाएको छ पोखरा युनिभर्सिटी फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजी ख स्कलरसिप 2083। अब यसको एप्लिकेसन फी चाहिँ कति रहेको छ 1700, 1700 रुपियाँ रहेको छ। अब यसमा कोटा देखाउँछ, यो मेरो चाहिँ ओपन कोटा रहेको छ। तपाईँले कुन कुन कोटा गर्नुभएको थियो त्यो कोटा चाहिँ यहाँ देखाउँछ। र यसमा डिस्क्लेमरहरू के दिएको थियो पढ्न सक्नुहुन्छ। अब यसमा चाहिँ के कस्तो एलिजिबिलिटी क्राइटेरिया रहेको छ त्यो हेर्न सक्नुहुन्छ, हेर्नु होला। मैले चाहिँ अलरेडी हेरिसकेको छु। र त्यसपछि इक्जाम सेन्टर चाहिँ हाम्रो कहाँ हुन्छ, पियु एकाडेमिक बिल्डिङमै हुन्छ, उहाँ पोखरा युनिभर्सिटी लेखनाथ ढुङ्गेपाटनमै हुन्छ। र त्यसपछि तपाईँले पेमेन्ट चाहिँ 1700 रुपियाँ गर्नुपर्ने हुन्छ। अब पेमेन्टको लागि चाहिँ के गर्ने भन्दाखेरि पोखरा युनिभर्सिटीले चाहिँ युनिभर्सिटीकै एकाउन्ट नम्बर दिएको छ, यसमा देख्न सक्नुहुन्छ। कुन दिएको छ भन्दाखेरि ब्याङ्कको नाम कामना सेवा विकास ब्याङ्कको दिएको छ। अब यो खाता नम्बर दिएको छ, यसमा चाहिँ तपाईँले 1700 रुपियाँ पे गर्नुपर्ने हुन्छ साइन्स एन्ड टेक्नोलोजी खको लागि। तपाईँले चाहिँ फ्याकल्टी अनुसार कति रहेको छ एमाउन्ट त्यही अनुसार पे गर्न सक्नुहुन्छ। या त तपाईँले नेपाल ब्याङ्क लिमिटेडबाट या कि त यो दुईवटा मध्ये एउटामा पे गरिदिनु होला। पे गरिसकेपछि तपाईँले स्क्रिनसट राख्न चाहिँ नबिर्सिनु होला। र त्यो स्क्रिनसटमा के दिएको हुन्छ भन्दाखेरि पेमेन्ट टाइप एउटा ब्याङ्क छ, ब्याङ्कबाट गर्नुभएको छ भने ब्याङ्क सिलेक्ट गर्नु होला, इस्युबाट गर्नुभएको भने इस्यु सिलेक्ट गर्नु होला। र तपाईँले त्यो पेमेन्ट गर्दा चाहिँ एउटा ट्रान्जेक्सन आइडी वा कोड हुन्छ, त्यसमा त्यो पेमेन्ट गरिसकेपछि देखाउँछ। र त्यसमा चाहिँ त्यो दिएको ट्रान्जेक्सन पिन वा कोडलाई हाल्नु होला। र त्यसपछि तपाईँले त्यो स्क्रिनसट गर्नुभएको इमेजलाई चाहिँ यसमा अपलोड गरिदिनु होला। म्याक्स साइज चाहिँ 2 MB हुन भएन, त्योभन्दा कम हुन पर्यो। यदि बढी छ भने मैले कम्प्रेस गर्न सिकाइसकेको छु, इमेज कम्प्रेस गर्ने र अपलोड गरिदिने। र त्यसपछि डिपोजिट कसले गरेको त तपाईँको नाम लेख्नु होला। र त्यसपछि कहिले गरेको त्यो डेट लेख्नु होला। र यो सम्पूर्ण भरिसकेपछि तपाईँले आई एग्री भन्ने यो टिक चाहिँ यो बक्समा टिक गरिदिनु होला र अप्लाई गरिदिनु होला। यति गरिसकेपछि तपाईँले एप्लिकेसन चाहिँ भर्न सक्नुहुन्छ। यदि तपाईँलाई स्कलरसिपसँग रिलेटेड कुनै डाउट क्वेरी प्रब्लमहरू छ भने मलाई डाइरेक्टली इनबक्स गर्न सक्नुहुन्छ, या त तपाईँले स्क्रिनमा देखाएको क्युआरलाई स्क्यान गरेर व्हाट्सएप ग्रुपमा जोइन हुन सक्नुहुन्छ, जहाँ तपाईँ जस्तै स्कलरसिपको लागि अप्लाई गर्ने स्टुडेन्टहरू रहेका छन्। थ्याङ्क यू गाइज, बेस्ट अफ लक फर योर इन्ट्रान्स एक्जाम।